स्टार्ट। परमेश्वर पिता धन्यवाद छ यहाँले मोदीलाई धन्यवाद दवालाई यत्रो मण्डलीको बिचमा यिनीहरूले प्रतिज्ञा गरे, यिनीहरूले प्रवचन सुने, शिक्षा सुने, त्यो सुनेको शिक्षालाई यिनीहरूले आफ्नो हृदयको पाटीमा लेखेर राखौँ र उनीहरूको परिस्थितिमा त्यो लेखेको कुरो याद भएर त्यसलाई आफ्नो जीवनमा लागू गरेर एउटाले अर्कोलाई बुझ्ने शक्ति दिएर अनि प्राप्त गर्छौँ यिनीहरूलाई फल्ने फुल्ने बनाउनुहोस्, यिनीहरूलाई समाजमा एकदम इम्पोर्टेन्ट मान्छे, समाजमा काम लाग्ने व्यक्ति उनीहरू बनेको होस्, उनीहरूको हातले गरिब दुःखीलाई दान गरेको होस्, उनीहरूको हातले बिमारीको अभावको मान्छेहरूलाई सहायता गर्नु सकोस्, उनीहरूले एक आपसमा इष्टमित्रलाई दुईजना मिलेर सत्कार गर्न सकुन्। यस घरमा उनीहरूको घरमा कोही पनि भोको मान्छे, गरिब मान्छे, कङ्गाल मान्छे आयो भने कोही पनि खाली हात जान नदिनुहोस् प्रभु। यिनीहरूको हात जहिले पनि यिनीहरूको दाहिने हात माथिपट्टि राखिदिनुहोस्, यिनीहरूलाई दिने हात दिने परिवार बनाउनुहोस् अनि यिनीहरूले यसुको परिवारले जस्तो ओ प्रभु अन्तिमसम्म पनि तपाईँको सेवा गर्ने, तपाईँको मानिसहरूलाई सहायता गर्ने त्यो मन तपाईँले दिनुहोस्। यिनीहरूलाई ऋणी होइन तर यिनीहरूलाई दिने बनाउनु, यिनीहरूलाई पुत्र होइन यिनीहरूलाई शिर बनाउनु अनि यिनीहरू दुईलाई स्वस्थ जीवन, प्रेमिलो जीवन, घनिष्ठको जीवन, पवित्र जीवन जिउने समाजको लागि काम लाग्ने बनाउनु। अँधेरामा यिनीहरूले आफ्नो जीवनको प्रति बाँड्न सकुन् भन्दै म यो बिन्ती प्रार्थना माग्छु उदारका साथ यीशुको नाममा। आमेन।